न्युज कुशल ब्लग्स सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा होइन। आज चाहिँ हामी ल यस्तो गर्मी छ होइन, नुहाउनलाई टक्क खोला जाँदैछौँ होइन। अगाडि हामी धेरै 5जना छौँ, धेरै पनि छैनौँ, 5जना छौँ ल। तर खासमा भन्नुपर्ने नि हामीलाई मौसमले च्यालेन्ज दिएर हो क्या, घामले च्यालेन्ज दिएर, सूर्य देवताले च्यालेन्ज दिएर हो क्या ल। गोलाज के भन्नु छ? ए ल ल हाम्रो ल रुक्सागस क्याप्स लाउने ओए ल निस्पल्स ए ल हाम्रो उता म्याडमज्यू ओए होइन भन्न पाइयो जे पनि गर भलक जाने हो। अब के अरे बदनाम हुन्छ ल। अब हामी चाहिँ उहाँ परको देखेको पाहाड तल जाने हो होइन। यहाँ चाहिँ 0.5बाट मजाले देखेको छैन होइन। अझै टन्ने चाहिँ हिँडेर जाने हो, खानेकुराको चाहिँ केही व्यवस्था छैन, त्यत्तिकै हावातालमा हिँडेको नुहाउन जाने भनेर ल। पाएर हामी यहाँ खोला आइसकेको छौँ ल, खोला आइसकेको छु होइन। पुलमाथिबाट टक्क यहाँबाट धेरै होइन 1 किलोमिटर छ। यहाँ चाहिँ होइन अब मान्छेहरू डढाउने गर्छन् यो दाउरा देखेको ठाउँमा चाहिँ होइन। हाम्रो यो एरियाको यहीँ यो डढाउने ठाउँ चाहिँ सबैले आएर डढाउने यहीँ हो हाम्रो यो एरियाको रक्षा एरिया भनेको सबले डढाउने भनेको त्यहीँ हो ल। केटाहरू चाहिँ भलकमा नआउने रे। हेलो गाइज, गोलाज ओ गोलाज सन्देश तिमल सिन्हा अरे हो नाम सन्देश तिमल सिन्हा ओए लो फेसी गाडी भन्न खोजेको ककालाई मन पर्यो होइन। सन्देश तिमल सिन्हा हो फेसीको नाम चाहिँ ल। सबले फ्रेन्ड रिक्वेस्ट पठाउनु पर्यो हाम्रो सन्देश तिमल सिन्हालाई। हामी चाहिँ अब चाहिँ खोला आइपुग्न आँट्यौँ होइन। ऊ त्यो देखेको पाहाड तल खोला होइन, 0.5 टाढा देखेको होला, तर धेरै टाढा चाहिँ छैन, नजिकै छ हो कि सन्देश? भन्दा कति बेर लाग्छ भन्दा? अब धेरै भयो भने 10 मिनट लाग्छ ल। यो चाहिँ हाम्रो हलेसी जाने बाटो हो होइन। राम्रो चाहिँ छैन, तर यो बाटो हलेसी पुग्छ, उता कटारी निक्लिन्छ। खतरा छ है बाटो चाहिँ, यतिको बाटो हुने भनेको पनि होइन। यहाँ भनेको बसहरू कारहरू समेत कुद्छ क्या यो बाटो चाहिँ। अलिक माथि गएपछि अप्ठ्यारो छ, त्यहाँबाट चाहिँ कुद्दैन, नभए बाटो एकदम खतरा छ। गएर पानीमा नुहाउन वाउ हुन्छ, यस्तो मजा आउँछ नि। अब सिधै गएर हामी गाइस खोलामा गएर भेट्छौँ, अब सिधै गएर खोलामा भेट्छौँ। अब फाइनली हामी चाहिँ टक्क खोला आइसकेको छौँ। खोला दियोस् पानी नपरेर सुकेको रहेछ होइन, ठुलो छ नि फेरि खोला त होइन। यो माथिको हाम्रो राजाजी डाँडा भयो होइन, माथि मन्दिर छ होइन। तर गहिरो छ है पानी, फेरि जसले जे भने पनि पानी चाहिँ गहिरो छ, पानी सुकेको रहेछ क्या। पानी परे होइन नि त ठुलो, त्यही भएर चाहिँ खासै चाहिँ रहेन रहेछ ल। यही नआउने हो अब ल, खोला भयो होइन। म चाहिँ अब होइन खोला चाहिँ यो छिर्न जाँदैछु होइन। अब हेऱ्यो पनि कतिको गहिरो छ भनेर ल। हामी चाहिँ टक्क नुहाइधुवाइ गरेर होइन ल। सबजना यहाँ अरू भाइहरू पनि रहेछ होइन, सबै नुहाइरहेको छ। रमाइलो पानी पनि तर फोहोर भइसक्यो होइन। यिनीहरू पनि नुहाउन आएको हाम्रो भविष्य सबजना नुहाइधुवाइ चाहिँ गरिसक्यौँ हामीले। अब त हाम्रो जाने बेला भइसकेको छ है ल। पानी एकदम दामी छ। तपाईहरु अब पानीमा है के हुन्छ डुबे भन्छ, डुबेको डुबे हो। ल हो नि तर पनि तर पानी अनि मैले फोन लिएर झर्दै ल। म खतरा हो क्या, पौडी खेल्न माहिर भइसकेको ल। सबैजना हामी चाहिँ पुरै ल नुहाइवरि अब सबैजना चलिसकेको छौँ। टक्क केटाहरू अगाडि छ। घाउ त के देखाइदिनु, घाउ त लो खतरा घाउ होइन। पानी सानी खल्लियो टक्क होइन। मेरो चाहिँ घाउ भइदिइसकेको छ क्या, नहुने हुँदा खतरा घाउ भइदियो क्या मेरो चाहिँ। अब ल यहाँ नजिक घाउ भइदियो खुट्टामा अलिकति, घाइते भएर आइयो नुहाउनु गएको। 300 माथि 300 त्यस्तो चाहिँ पोल्न चाहिँ लास्ट पोल्दा चाहिँ घाउ त सानै छ, पोल्न चाहिँ औडा पोलिरहेको छ ल। कोल्टे एरिया हामी सबैजना घरतिर फर्किँदै घरतर्फ लाग्दै। अब बाटो चाहिँ खतरा छ।
घर जानुपर्छ धेरै बेर भइसक्यो आएको पनि कति 2-2.5 घन्टै भइसक्यो होला सायद धेरै बेर भइसक्यो अब चाहिँ ल घर जानुपर्छ टक्क अब आजलाई चाहिँ यति नै अर्को भ्लगमा भेटिनेछौँ ल